खुट्टा नकमाउनुहोस् भन्नुभएको हो, कसैसँग नजोग्नुहोस् भन्नुभएको हो, भ्रष्टाचारीको पत्ता साफ गर्नुहोस् भन्नुभएको हो, यो देशलाई 35 वर्षसम्म शोषण गरेकाहरूको एक हिसाब निकाल्नुहोस् भन्नुभएको हो, जेनजी भाइ बहिनीको बलिदान खेर जान नदिनुहोस् भन्नुभएको हो। हामीले भने पनि त्यही हो, हामी गर्ने पनि त्यही हो। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म आज धेरै भाषण गर्दिनँ, म त यहाँ हेर्न आएको, निशा डाङ्गीका लागि माया कति रहेछ भनेर हेर्न आएको। नेपालको संसदमा जेनजी भन्ने शब्द उच्चारण मात्र होइन, तिनको आवाज सुन है, सुन भनेर खबरदारी गर्ने एक मात्र देशकी कान्छी सांसद निशा डाङ्गीसँग उभिँदा म यति भन्न सक्छु कि पार्टीले सचेतक बनाएर जिम्मेवारी पूरा गरेर नागरिकको मनमा बस्न सफल निशा डाङ्गीलाई विजयी गराउँदा तपाईले आफ्नो क्षेत्रलाई न्याय गर्नुहुनेछ, तपाईको आवाज बोल्ने हुनेछन् र इतिहास रच्ने चाहिँ निशाले, म यति यहाँ उभिएर भन्न सक्छु। त्यसैले निशा लागि यो देशमा निशा डाङ्गी